भएर हामी कोही बुबाद हौँ, कोही प्रधान हौँ, कोही श्रेष्ठ हौँ, कोही जोशी हौँ, तर हामी के बेलामा हामी जातिको नेवार लेख्छौँ। नेवार लेख्छौँ भन्नुहुन्छ कि उहाँले राजनीतिवादी बाह्र लेख्छौँ नेवार लेख्छौँ भनेर भन्नुभयो। र हामी त्यसरी संस्कार संस्कृति जोगाइरहेका छौँ है भनेर भन्नुभयो। तपाईँहरूसँग सिक्छौँ भनेर भन्नुभयो। र त्यसैले हामीले पनि उनीहरूबाट पनि सिक्नु जरुरी छ। उनीहरूको त्यो सन्देश पनि हामी सिक्न जरुरी छ। त्यसरी त्यस्तो ठाउँबाट हाम्रो संस्कृति जोगाइरहेको छ भने हामी किन पछाडि पर्ने मैले भन्नु खोजेको त्यो कारणले गर्दाखेरि आज लामो भइसकेको छ। तपाईँलाई अध्यास पनि लाग्यो होला र यो अधिवेशन सफल लाग्यो शुभकामना व्यक्त गर्दछु र आउने नेतृत्व र तपाईँले गर्दै पछि 24 तपाईँले गर्ने हुँदैछ यही बन्दिपुर हुँदैछ। यो अधिवेशनमा जानको लागि तपाईँहरूले आज निर्वाचित पदाधिकारीबाट समितिबाट 5 जना, तपाईहरु सबै 8वटा पालिकाबाट 2 जना दिन जाँदा 16 जना हुन्छ। यहाँ गोर्खा पालिकाबाट 3 जना आउँछ, 3 जना विधानले तोकेको छ। विधानले के भन्छ भने पालिका समितिले 2 जना 3 जना 2 जना, नगरपालिका समितिले 3 जना, उपमहानगर समितिले 4 जना, महानगरपालिकाले 5 जना र गाउँ जिल्ला समितिले 5 जना आउँछ। त्यहाँ अधिवेशन भाग लिन जानु होला, हामी पनि आउँछौँ। र आज यहाँ त तपाईको चाहिँ भन्नु प्रदेश अध्यक्ष किन आउनु भएन भन्दा तनहुँ जिल्लामा अहिलेसम्म नेवार देउको अधिवेशन हुन सकेको थिएन र अहिले पनि अधिवेशन भएन भने तपाईहरुले प्रदेश समिति र केन्द्र समिति आगामी आउने चैत्र 22 अधिवेशनमा तपाईहरुलाई हामी प्रतिनिधिहरू वञ्चित गर्छौं। म संगठन विभागको प्रमुख नाताले भनिसकेपछि आज पनि त्यही आज त्यहाँ प्रथम जिल्ला अधिवेशन भइरहेको छ र उहाँ त्यही जिल्लाको नाताले हरिकुमारजी त्यही बस्नुभएको छ। प्रदेशको इन्चार्ज केन्द्रीय बाध्य हरिकुमार पनि त्यही जानुभयो र मलाई यहाँ गइदिनु भन्नुभयो। मलाई हिजो मात्रै सुदूरपश्चिममा जाने निम्ता थियो। म सुदूरपश्चिममा म गोर्खा जाने सुदूरपश्चिम जान्न भनेर म गोर्खा आएँ। आएर तपाईँले समस्या आफूले कुरा राखेँ, जाने बुझेका कुरा राखेँ र सक्षम नेतृत्व चयन गर्नुहुन्छ। मबाट पनि सहयोग गरेर मोबाइलमा आएँ, मोटरसाइकल चढेर यहाँ आएर रेलगाडीसँग घुमेकै छु र घुम्ने छु भन्दै यहाँ उपस्थित पनि सम्पूर्ण दाजुभाइ